सहमतिहरूलाई कार्यान्वयन गर्नुपर्छ। काहीँ कार्यान्वयन भएको छैन भने त्यो कार्यान्वयन किन भएन भन्ने कुरा चाहिँ अब सरकारले र सम्बन्धित निकाय सबै एक भएर चाहिँ त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यो कार्यान्वयन गर्नमा म प्रतिबद्ध भएर तपाईँहरूले चाहिँ प्रतिबद्ध भएर सबै निकायको कोअर्डिनेसन गर्छु भन्ने म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। अनुगमनमा पुगेका मन्त्री घिसिङले फोहोर व्यवस्थापनको काम राति गर्न पनि निर्देशन दिए। राति काम गर्नका लागि विद्युतको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणलाई समेत उनले निर्देशन दिए। स्थानीयले उठाउँदै आएको लेचड व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने पनि बताए। पोखरीमा जम्मा भएको लिचड खोलामा जान नदिन प्रशोधन गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। हाल उक्त पम्प बिग्रिएको छ। यस्तै ल्यान्डफिल साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित पालिकाका एक जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ। फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौँ, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत सहितको टोली आइतबार बनसडी डाँडा पुगेको थियो। टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनीबेसी नगरपालिकाका प्रमुख, नुवाकोट ककनी गाउँपालिकाका अध्यक्ष, प्रभावित ओडाका वडा अध्यक्ष र स्थानीयवासीसँग अन्तर्क्रिया गरेको थियो। ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सहमति गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रविधि बसेको भन्दै असन्तुष्टि जनाए। नागरिकले आन्दोलन नगरेसम्म निदाएर बस्ने प्रविधिको अन्त्य हुनुपर्ने उनको माग छ। काठमाडौँ महानगरको कार्यालयमा त्यहाँका मेयर, कमेयर लगायतका पात्रहरू बसेर एउटा समझदारी गर्नुभएको छ। हाम्रो प्रचलन के रह्यो भने सहमतिमा सम्झौता गर्ने तर त्यसलाई फर्केर नहेर्ने, जुन दिनसम्म पुनः त्यहाँका नागरिकले आन्दोलन गर्ने प्रयत्न गर्दैन तबसम्म निदाएर बस्ने प्रचलन हाम्रो छ। यो प्रचलनलाई मैले खबरदार भन्न चाहन्छु। त्यो दिन सायद यो आजको दिनबाट अन्त्य होस् भन्न चाहन्छु। मन्त्री घिसिङले स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै बन्सरे डाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न 5 दिन यता भइरहेको अवरोध हटेको छ। अवरोध हटेपछि समयमै अल्पत्र परेका र काठमाडौँमा फोहोर लोड भएका गाडी ल्यान्डफिल साइटतर्फ गएका छन्। यसअघि शुक्रबार शहरी विकास मन्त्रालयमा आन्दोलनरत स्थानीयसँग सहमतिको प्रयासका लागि वार्ता भए पनि विफल भएको थियो। वार्ताका क्रममा स्थानीयले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको खोजी गरेका